सोध्न थाल्यो कि दाइ सोध्न थाल्यो होइन अनि त्यहाँबाट चिनिहालेछन् मेरो बुवाले पनि होइन चिनेर अनि त्यहाँबाट कुरा भयो अनि कुरा हुने बित्तिकै त एकछिनपछि चाहिँ उनीहरूले एउटा स्कुल हो क्या हामी फेरि त्यतिखेर स्कुलमा बस्थ्यौँ स्कुलभित्रै पुरै अब उनीहरू आयो भनौँ न अब अड्डा जमा जस्तो रातभरि अब जति पनि हुन्छ नि त उहाँ अब कति आछन् मान्छेहरू सबले खानासाना पकाएको छ त्यस्तोमा त होइन कोहीले खाना खानु पाएको छैन तर म त बच्चा हो नि त फेरि म त बच्चा हो नि त मैले मात्र खाना चाहिँ खाइरहेको छु फेरि मलाई याद छ क्या अझै पनि के त्यो कुरा त्यतिखेर कति वर्ष थियो होला तिमी म समथिङ 4 थियो कि 5 वर्ष थियो होला कि दाइ सानै थियो म पनि सानै थिएँ यार माओवादी त्यो कालमा त माओवादीहरू आउँथ्यो हाम्रो घर थियो त्यो नचिनेको अब बिरालोहरू कुकुरहरू नचिन्नेहरू पनि आउँथ्यो त्यो कहाँको तल मधेसतिरको क्या अनि त्यसपछि होइन रात अब त्यहाँ त्यो त पहिले प्लान भएर आएको रहेछ उनीहरू यस्तै हेरिरहेको छ होइन यो साइडबाट पनि एक सर्लक्कै झऱ्यो होइन हुन्छ नि अब स्ट्राटेजी तिनीहरूको पावर प्लानै खतरा के दाइ कसरी झरेको होला पुरै बुटोलै कब्जा हानिदियो क्या दाइ मजाले क्या एक साइडबाट झरेछ उता साइडबाट पनि झरेछ गरेर 3 साइडबाट झरेको मान्छेहरूले घेरे रहेछ क्या थाहा थिएन घेरेर अनि उनीहरूले हामीलाई सबलाई जम्मा गरेर उनीहरूले खानासाना खायो खानासाना खाएपछि एउटा कोठा अलि ठुलो हल थियो कि स्कुल त भयो होइन स्कुलभित्र हामीलाई बन्द गरिदियो बन्द गरेर अनि त्यहाँबाट रातभरि अघि हजुरले भनिरहेको थियो डाडाङ न डुडुङ ब्डाङ न बुडुङ त्यो मात्र के दाइ अब हुन्छ नि त कान अब त्यो सुन्दा उसै भएछ कि बिहान 3-4 बजेतिर उठेर बाहिर जाँदा चाहिँ धुवाँ टाइपको के हुन्छ नि त त्यो देखेछ कि त्यस्तो मात्र के दाइ उनीहरू गइसक्यो फेरि कहाँ हो कहाँ देखे छैन फेरि तिनीहरू माओवादीहरूले तिमीहरूलाई चाहिँ स्कुलभित्रै बस्नु बाहिर ननिस्किनु बाहिर ननिस्किनु भनेर बाहिर ननिस्किनु भनेर एउटा कोठामा थुन्यो अनि उनीहरूको आफ्नो काम गर्यो अनि गयो त्यो क्याम्प नजिकै थियो होला स्कुल नजिकै थियो होला आर्मी क्याम्प हो नजिक थियो कि दाइ त्यही हुनाले त वारिपारी के वारिपारी एउटा खोलाको वारिपारी भनेपछि राति नै लडाइँ भयो सामानहरू कब्जा गरेर पनि गइसकेको थियो बिहान उठ्दाखेरि त ओहो होइन धुवैँ के पुरै कि सहरै के भएको यस्तो खालको के धुवैँ देखेछ क्या जता हेऱ्यो भने धुवाँ खालको देखेछ अनि त्यहाँबाट हुन्छ नि एउटा दुइटा ब्यागहरू छुटेको थियो अझ त्यो ब्यागहरूमा पनि खोलेर हेर्दाखेरि गोली छरपस्ट देखियो गोली के दाइ त्यो युजै नभएको गोली त्यो छोडेर अब आतुरीमा छोडेको होला नि त छोडेर गएको बमको त्यो सेलको नि रातो टाइपको त्यो टेपले बाने जस्तो टाइपको त्यस्तो पनि के दाइ झोलामा म त अब सानो बच्चा नि त दाइ के हो भनेर खोले देखेपछि त दौडिहालेँ नि फेरि दाइ के अरे मैले चाहिँ भाइहरूले जस्तो प्रत्यक्ष रूपमा देख्नु चाहिँ देखिनँ भाइहरूभन्दा अनि म सिनियरै भए पनि अब सङ्कटकाल हाम्रो सङ्घ सभामा चाहिँ भएको होइन जियोस् अलिक टाढो इलामतिर भयो कता भसुर त घडेटारतिर भयो होइन त्यतिखेर चाहिँ रातिको समय हो माओवादीहरूले बाहिर ननिस्किनु भनेर पहिले नै भन्थ्यो बाहिर ननिस्किनु घरमै बस्नु भन्थ्यो अनि बेलुका चाहिँ त्यतिखेर फेरि सङ्कटकालको बेलामा हेलिकप्टर पनि लास्टै उड्ने क्या लास्टै अनि बेलुकी भइसकेपछि मैले भने नि अघि त्यो बिजुली चम्किया जस्तो त्यो पानी पर्ने बेलामा बिजुली चम्किया जस्तो चम्किने ड्याम बम पड्किने पुटुटुटुटुटु कराउने है सुई गोली त आकाशमा त्यो उडेको हेर्दा त आम्मामामामा गोली त यस्तो उड्थ्यो है त्यस्तो थियो त्यसरी लडाइँ भएर अहिले शान्ति सम्झौतामा आएको हो नि त शान्ति सम्झौतामा आएर अहिले यो व्यवस्थापन चल्दै गरेको कुरो हो यति दुःख गरेर लडाइँ जो मरे पनि नेपाली जनतै मर्यो होइन चाहे सेनापट्टि नेपाली सेनापट्टि मरे पनि माओवादी जनमुक्ति सेनापट्टि मरे पनि नेपाली जनतै मर्यो अब चाहिँ यो पहिले जस्तो लडाइँ नहोस् होइन भन्ने हाम्रो पनि इच्छा हो यो अहिले यो राजावादीहरूले राजा ल्याउनु पर्छ के भन्छ यति दुःख गरेर ल्याएको व्यवस्थापन हो फेरि यो राजा ल्याउने भनेर फेरि भयो भने फेरि मर्छ क्या मान्छे फेरि पनि लडाइँ हुन्छ नि फेरि पनि होइन जस्तै आफ्नो अधिकारको हक अधिकारको लागि जो पनि उठ्छ क्या होइन तिम्रो परिवारहरू उठ्ला मेरो परिवारहरू उठ्ला होइन आफ्नो अस्तित्वको लागि बचाउनको लागि जो पनि उठ्छ अहिले भनेको साझा एउटा ऊ हो नि त होइन र
सबैले आफ्नो तरिकाले मान्नु पायो। जस्तै म किराँती धर्म मानेछु, तिमी के छौ, तिमी त्यही धर्म मान्छौ, हिन्दू होइन। अनि चाहिँ नि क्रिस्चियनहरू पनि भएको छ, क्रिस्चियनहरूले क्रिस्चियन धर्म मान्छ, बुद्धिस्टले बुद्ध धर्म मान्छ होइन। हरेक छ नि त नेपालमा। सबैले मिलेर के अरे बस्ने व्यवस्थापन हो अहिलेको व्यवस्थापन होइन। अब यो राजा आएपछि एकलौटी तरिकाले लान्छ, त्यो तरिकाले गर्दाखेरि हुँदैन। त्यही हुनाले गर्दाखेरि लडाइँ त हुने कुरै भइ नै हाल्यो। लडाइँ हुँदा फेरि मान्छे मर्ने नै हो। फेरि कति मान्छे मर्छ, कति लडाइँ हुनु भनेको मान्छे मात्रै मर्नु होइन, हामी गरिब हुनु पनि हो, हामी अरू देशभन्दा पछि पर्नु पनि हो। त्यही त सम्पत्तिको नाश हुन्छ नि त, ध्वस्त हुन्छ। त्यस कारणले गर्दाखेरि अहिलेकै व्यवस्थापन ठिक छ। मान्छेहरू भन्छ के भन्छ, यत्रो राम्रो व्यवस्थापन छ अहिलेको। ल मान्छेलाई के अरे प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवाहरू मन परेन अरे होइन। नयाँलाई चुनौँ न हो, राम्रो इमान्दार देशप्रेमी जनताप्रेमी कामगारी मान्छेलाई लु नयाँलाई चुनौँ त, उनीहरूलाई पठाउँ न त देश चलाउने ठाउँमा। अनि पो हो कि भन्नु लोकतन्त्र गणतन्त्रले केही गरेन भन्नु सुहाउँछ। अब खालि दिएको छ त्यही बुढापाकालाई, अब भिजन नभएको मान्छेलाई अब बुढेसकालमा होइन काम गर्ने केही भिजन छैन, ओगटेर मात्रै बसिरहेछ, त्यस्तोलाई दिन्छ अनि गाली गर्छ। अनि नेतालाई अब पठाउने आफै, भोट दिएर पठाउने आफै, अनि गाली गर्छ नेतालाई होइन। त्यत्रो 5-5 वर्षपछि नेपाली जनताको दिमाग के अरे चेक गर्ने यो के अरे ऊ हो नि त, के अरे व्यवस्थापन हो नि त यो गणतन्त्र त होइन र। आज अहिले हामीले पठाएकोले राम्रो काम गरेन भने अर्कोचोटि 5 वर्षपछि अर्कोलाई दिने व्यवस्थापन हो नि त यो त। मान्छेहरूले जहिले पनि खालि त्यो केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्डलाई दिएरै भएन क्या। हुनु त अब म चाहिँ अब यो 3टा नेतामा चोइस गर्नुलाई हुन्छ प्रचण्डलाई चुन्छु म चाहिँ। किन भन्दाखेरि प्रचण्डले दुःख गरेर, सायद मलाई लाग्छ, मेरो मनको कुरा हो, माओवादीले मात्रै देश चलाएको भएदेखि यतिखेर हाम्रो देश निकै विकसित भइसक्यो होइन। भिजन थियो नि त दाइ, थियो त्यही त भन्दैछु, थियो। माओवादीको सिजन त यति राम्रो थियो, फटाहरूलाई तालाउने होइन, भ्रष्टाचारीहरूलाई तालाउने नै माओवादीहरू हो नि त। पहिले हेर्ने दादागिरी गरेर हिँड्ने मान्छेहरूलाई माओवादीले ठेगान लाग्यो होइन र। जो गुन्डागर्दी गरेर हिँड्थ्यो चाहिँ नि मै हुँ भनेर हुन्थ्यो, त्यस्तो मान्छेलाई हिँडाएको होइन त माओवादीहरूले लगेको होइन त, चाहे छोरा हो चाहे छोरी होस्। राजाको पालीमा यति भनौँ न, हाम्रो नेपाल पनि यति टाइपको थियो नि भनौँ, अलि हावाको टाइपको छाडाको टाइपकै थियो कि त्यो बेला त। जब गणतन्त्रबाट भनौँ न अब तपाईँले भन्नु फटाहरू, त्यसपछि चाहिँ अलिक कम हुँदै गएको हो। राजाको पालामा यस्तो पनि थियो, राजाको पालामा मान्छेहरूले भन्छ सुरक्षित थियौँ भन्छ। के को सुरक्षित हुनु, सुरक्षा दिने आर्मी पुलिसहरू नै फटाएको थियो त्यो बेलाको ठाउँको ठाउँ। भनौँ कि राजाको पालीमा जति भनौँ न, अब जस्तै कोही हुन्छ नि त त्यो ड्रग एडिक्ट मान्छेहरूदेखि लिएर टन्नै हुन्छ होइन, त्यो मान्छेहरू ठाउँमा झगडा गर्ने मर्डरहरू यताउति नै धेरै हुन्थ्यो। तर त्यस गणतन्त्रको टाइमपछि चाहिँ अलिक कम मान्छेले अहिले के भन्छ भने यो ओपन थियो कि भनौँ, राजाको पालीमा अलि ओपन थियो। त्यसपछि चाहिँ अहिले चाहिँ अलि व्यवस्था हुँदै गएर पनि होला, सब चिजहरू चाहिँ उस भयो कि दाइ के अलिकति म्यानेज भयो कि। यो राजाको पालीमा चाहिँ कस्तो थियो भने यस्तो थियो, ओपन भन्दा पनि कान्छ कस्तो थियो भने उनीहरू चाहिँ ओपन थियो, हामी जनता त कहाँ ओपन हुनु र। हामीलाई त अलिकति बोल्यो भने पनि गाह्रो पर्ने अवस्थाहरू थियो नि राजाको बेलामा त। जस्तै कुनै कुरामा राजाको नामबाट अथवा राजाको खलागरले हामीले के भनेर झगडा पर्यो भने हामीलाई सिधै मृत्युदण्ड हुन्छ। नै भन्न खोजेको राजाहरूलाई त केही भन्न पाएन उनीहरूको बारे। तर जस्तै हामी नेपाली जनता एकअर्कामा फेरि नराम्रो यताउति हुन्थ्यो नि त हो एकअर्कासँग कि फेरि हो। कोही झगडा गरेर अब भनौँ आज यहाँ यस्तो भयो, मान्छे मऱ्यो, रेप भयो रे, धेरै हुन्थ्यो कि त्यो टाइममा फेरि हो। तर मान्छेलाई अहिलेको मान्छेलाई थाहा छैन, त्यो बेलातिर अहिले जस्तो मोबाइल थिएन, इलेक्ट्रिक त्यो फेरि थिएन त, व्यवस्था थिएन, त्यो मान्छेलाई थाहा नभएको। राजाको पालामा ठिक थियो भन्छ, राजाको पालामा कति मान्छे गाउँमा मरे, कसले चासो गरिदियो होला र। त्यही त भन्नु होइन र, कति बाढी पीडितले लग्यो, कति होइन चोर डकैती लगेर कति काटियो, कति मऱ्यो। मान्छेले त्यतिखेरको त मान्छेलाई ऊ नै छैन नि, किनभने प्रुफै छैन नि त्यो बेला। अहिले जस्तो ऊ नै थिएन, व्यवस्था पनि थिएन। अहिले पो युट्युब आयो, मोबाइल आयो। मोबाइल आएको भर्खरै हो, भर्खरै। युट्युब त झन् हिजो अस्ति भर्खर आएको हो होइन। तर त्यही गणतन्त्रपछि चाहिँ हाम्रो देश चाहिँ एकदम छिटो चाहिँ तीव्र गतिमा डेभलप भएकै हो चाहिँ भएको हो।
अनि मैले मोबाइल चलाउने बेला दाइ होइन भनौँ न नेट त्यो डाटा जस्तो सिम हालेर स्टार्टिङबाट चलाउन थालेको अहिले वाइफाई 5G भनेर पनि फास्ट चल्छ कि दाइ त्यो एकदम के कहाँ पुगिसक्यो हामी राजाकै पालामा थिएको भए अहिलेसम्म हामी बोल्नु पनि सक्दिन थियौँ तिमी हामी विदेश आउनु त के अनि अहिले यो गणतन्त्र आएपछि मान्छे धेरै बाठो भयो क्या यो माओवादीले यो व्यवस्थापन लिएपछि मान्छे धेरै बाठो भयो किन बाठो भयो भने बोल्ने अधिकार दियो नि त हामीलाई होइन राजाको पालामा त बोल्नै पाइँदैन थियो यसरी बोल्ने अधिकार दियो त्यसपछि हामी कस्तो भन्दाखेरि बाठो पनि भयौँ पढ्यौँ पनि यो गणतन्त्र आएपछि सबैले मजाले पढ्नु पनि पायो होइन त्यसपछि हामी बाठो पनि भयौँ बाठो भइसकेपछि हामी एक अर्कामा कन्फिडेन्ट भइसकेपछि त हो विदेश आउने पनि हामीसँग एउटा आँट भयो अनि नेपालमा ठिकै छ नेपालमा गर्न सकिन्छ नसकिने त्यही नेपाल पनि गर्न सकिन्छ यहाँ अहिले के छ भने राजाको पालामा भन्दा अहिले हामीलाई सुविधा छ नि त किन सुविधा छ भने हामीले यहाँ विदेशमा आएर कमाएर हाम्रो फ्यामिलीलाई पाल्नु पनि सकेको छौँ नि त राजाको पालामा त तपाईँको विदेश पनि आउनु नदिने पढाइ पनि नदिने हेर्दै पनि नहेर्ने जनताहरू मरेर एउटै लुगाले वर्षौँ कटायो कति मान्छे मैले भने भोकै मऱ्यो नि राजाले हेरेको हो र अहिले त तिमी ल तिम्रो गाउँमा तिमीलाई अप्ठ्यारो भयो भने समाजले तिमीलाई अप्ठ्यारो भएको बेलामा तिमीले मलाई यस्तो भयो सहयोग गर्नु पर्यो भने तिमीलाई सहयोग गर्न सक्छ मान्छेसँग त्यो भावना छ हामीसँग होइन मेरोमा कोही बिरामी भयो अथवा उसलाई गाह्रो भयो भने सहयोग गर्ने भावना छ त्यो बेला त भापो दिनु त अनि आफैले बाँच्ने अवस्था छैन त्यस्तो त्यो गरिबी थियो त्यस्तो दुःख थियो अहिले विदेशै आएर भयो भने हामीले हाम्रो फ्यामिली पनि पालेको छौँ नेपाललाई के अरे हामीले रिमिटेन्स पठाएको छौँ त्यो रिमिटेन्सले नेपाल चलिरहेको छ होइन अब नेपालमा हामीले त्यत्रो पैसा विदेशबाट भित्राइरहेका छौँ अब नेताहरूले चाहिँ के गरिदिनु पऱ्यो भने मेरो नेपाली जनताहरू विदेशमा गएर दुःख गरिरहेछ रिमिटेन्स भित्र छ हामीले केही गर्नुपर्छ नेपाली जनताले पठाएको रिमिटेन्सले हामीले केही कारखानाहरू खोल्नुपर्छ उद्योगहरू खोल्नुपर्छ कृषितिर ध्यान दिनुपर्छ त्यसरी देश चलाउनुपर्छ भन्ने चाहिँ वातावरण मिलाउनुपर्छ त्यस्तो लाग्छ मलाई चाहिँ होइन खाना खायो हुन्छ हुन्छ हुन्छ